प्रेम सबैभन्दा ठुलो उपहार। पहिलो कोरिन्थी 13 अध्यायको 1-13 पद। कि आध्यात्मिक वरदानहरू जस्तै अन्य भाषाहरूमा बोल्ने, अगमबाडीहरू, भविष्यवाणी गर्ने कुराहरू पनि यदि प्रेम छैन भने ती कुराहरू खोक्रो हुन्छन्। यदि तिमीहरू अगाप्य प्रेम अर्थात् निस्वार्थ निशर्त प्रेमसँग अभ्यास गरिएन भने ती सबै कुराहरू चाहिँ एउटा खोक्रो कुरासँग तुलना गरिएको छ। प्रेमको आवश्यकता। सबैभन्दा प्रभावशाली आध्यात्मिक उपलब्धिहरू पनि प्रेम बिना बेकार छन् भनेर सुरु गर्नुहुन्छ। भाषण। प्रेम बिना जतिसुकै बोल्न जान्ने मानिस पनि यदि बोल्छ भने त्यो एउटा स्वर र आवाज जस्तै हो। ज्ञान। यदि प्रेम जीवनको उद्देश्य होइन भने सबै विश्वास र समझ हुनुको कुनै अर्थ छैन। जतिसुकै ज्ञानी भए तापनि यदि ऊभित्र प्रेम छैन भने त्यसको त्यति खास अर्थ हुँदैन। बलिदान। यदि हृदय प्रेमले प्रेरित छैन भने चरम गरिबी, आफ्नो भए वर्ग सम्पत्ति सबै गरिबहरूलाई बाँडेर आफू एकदमै गरिब दरिद्रताको जीवन जिएर आफूलाई नै बलि हुन शहीद हुनको निम्ति दिए तापनि यदि उसभित्र त्यो हृदय प्रेमले प्रेरित छैन भने यसबाट पनि खास लाभ प्राप्त गर्दैन भन्ने कुरा हामी देख्दछौँ। प्रेमको चरित्र। प्रेम के हो, प्रेम के होइन। धैर्यवान र दयालु हुनु यो प्रेम हो, तर ईर्ष्यालु वा घमण्डी हुनु यो प्रेम होइन। सत्यको खोजी गर्नु प्रेम हो भने अहङ्कारी वा असभ्य हुनु प्रेम होइन। स्थिर र आशावादी हुनु प्रेम हो, तर चिडचिडाउनु, कुरा काट्नु यो प्रेम होइन। र सुरक्षात्मक कुराहरू प्रेम हो भने गलत काममा रमाउनु, खुसी हुनु, आनन्दित हुनु यो प्रेम होइन। प्रेमको स्थायित्व। पद 8-13। अन्तिम खण्डले मानव क्षमताहरूको अस्थायी प्रकृतिलाई प्रेमको अनन्त प्रकृतिसँग तुलना गर्दछ। इमान्दार प्रेम गर्नुहोस्। इमान्दार प्रेम भनेको पाखण्डीपन बिनाको प्रेम, मुखौटा बिनाको प्रेम हो। जे खराब छ त्यसलाई घृणा गर्नुहोस्, जे असल छ त्यसमा लागिरहनुहोस्। इमान्दार प्रेमले, साँचो प्रेमले हानि नोक्सानीहरू पनि स्वीकार गर्ने क्षमता राखेको हुन्छ। भातृ प्रेममा एकअर्काप्रति समर्पित हुनुहोस्। अरूलाई आफूभन्दा माथि सम्मान गर्नुहोस्, आफूभन्दा पनि आदर योग्य सम्झिनुहोस्। एउटा समुदायको कल्पना गर्नुहोस् जहाँ सबैले आफ्नो छेउको व्यक्तिलाई अति सम्मान आदर गर्न खोजिरहेका छन्। र आफ्नो आध्यात्मिक जोस राख्नुहोस्। आशामा आनन्दित हुनुहोस्, दुःखमा धैर्यवान हुनुहोस् र प्रार्थनामा विश्वास योग्य हुनुहोस्। र ध्यान दिनुहोस् कि हामी वरपरका मानिसहरूसँग कसरी व्यवहार गर्छौँ। हामीले उहाँहरू प्रति सहानुभूति देखाउँछौँ र नम्रतासँग व्यवहार गर्छौँ गर्दैनौँ। ध्यान दिनुहोस्। तपाईँलाई सताउनेहरूलाई आशीर्वाद दिनुहोस् र उनीहरूलाई नसराप्नुहोस्। रमाउनेहरूसँग रमाउनुहोस्, शोक गर्नेहरूसँग शोक गर्नुहोस्। घमण्डी वा अहङ्कारी नहुनुहोस्, तर सबैसँग विनम्रतामा व्यवहार गर्नुहोस्। खराबीको बदला खराबी नगर्नुहोस्। शान्तिको खोजी गर्नुहोस्। यदि सम्भव छ भने जहाँसम्म यो तपाईँमा निर्भर गर्दछ सबैसँग शान्तिमा बस्नुहोस्। केही मानिसहरूले तपाईँलाई शान्तिमा रहन दिने छैनन्, तर तपाईँको तर्फबाट जिम्मेवारीको ढोका खुला छोड्नु हो। तपाईँ सबैसँग शान्तिमा बस्ने प्रयास गर्नु हो। बदला लिनुको सट्टा यदि तपाईँको शत्रु भोका छन् भने तिनीहरूलाई खुवाउनुहोस्। निष्कर्षमा खराबबाट पराजित नहुनुहोस्, तर भलाइले खराबीलाई जित्नुहोस्।
Do not be overcome by evil. but overcome evil with good. That's the bottom line. Gifts will pass away, but three remain: faith, hope, and love. The greatest of these is love.